अनि ओइलाइसकेपछि यसरी बोक्रा फाल्ने यसको बाहिर के भन्छ यसलाई नै फालेकोलाई के फालेको लोकता फाल्ने यसरी अनि पात पनि निकाल्दैन पात पनि फाल्दैन डाँठ राख्ने के लोकतासँग यसरी यहाँ लोकता छ अनि त्यहाँबाट मच्छरसँग दुखी हुनुहुन्छ भने चाहिँ यसरी यो अन्डाको के भन्छ मम्मीलाई अंडाको खोल तार्के क्यारेट जलाइदिएपछि मच्छर चाहिँ टाढा टाढा भाग्छ लौरो पनि ल्याउनु रहेछ मलाई पिट्नु ए कर्कलो कस्तो लौरो जस्तै देखेको अलग कता हुन्छ अहिले पिनाल नै सबै सेतो भएछ राम्रो हुन्न सेतो पिनाल त मिठै हुन्छ ए घुम्री परेकाको लोकता कसरी निकाल्ने त देखाइदिनु न भिडियोमा देखाइदिनु न यस्तो यो भित्रको घुम्री परेकाको भित्रको निकाल्ने कसरी हो यसको त्यहाँको लोकता त्यसको निकाल्न पर्दैन यो भित्रको त के आउँछ त निकाल्ने अनि सुकाएर राखेको कर्कलालाई चाहिँ यसरी मसिनरी काट्ने यो बोक्रा फालेपछि सुकाएकोलाई नि बोक्रा फालेकोलाई अनि के गर्छ अनि मसला गराउने मम्मी मिठो मिठो कर्कलाको मिठो मिठो मसलाको तरकारी खाने अनि कति मिठो हुन्छ है छोपिलो अझ यसलाई पनि सुकाउन पर्छ छोरी यसलाई त एक दिन सुकाइ हुन्छ नि त आज सुकाउने भोलि मसला बनाउने अन्त दाल पनि त हाल्न पर्यो त्यतिकै मसला बन्छ र त्यो त अब मुसिने बेलामा थाहा भइहाल्छ नि के चाहिन्छ भनेर सुकाएर राखेको कर्कलोलाई काटेपछि फेरि सुकाएर अनि मासको बोडीको पहाडतिर सेलटुमको जेको दाल पनि पिसेर धेरै गिलो गराउने हैन पिसेर पिठो मतलब पिठो भए पनि त्यसलाई मोल्ने यसमा ठिक्कको गेडाहरू यो गोलो पानी जति गरे धेरै दालको गेडा धुलो भए पनि मिठो हुन्न ठिक्क गराएर गोलो गराएर सुकाउने हो तर मेरो मम्मीले चाहिँ नि यो मोल्न पिस्न हाम्रो चाहिँ भिजाएर दाल भिजाएर पिसेको मासको र बोडीको मम्मीलाई फेरि मसौरा पार्न आत्तुरी भएछ म चाहिँ सुतेको सुते भए मेरो मम्मीले चाहिँ गरिहाल्नु भएछ के यति मात्रै रहेछ मेरो भाग यसलाई चाहिँ यस्तै डल्ला गराउने सानो ठुलो गरेर पनि सुक्दैन फेरि यस्तै डल्लो गराउने र अनि यसरी राख्ने सुकाउने यहाँ यो टस्टाउन नि भएन फेरि चक्केर निस्किन्न के पछि भयो यो छिटै हुन्छ मैले चाहिँ अलि धेरै बेर खेलाएँ अलि ठुलै भयो भिडियो गराएको ए मेरो मम्मीले पहिले गराउनु हो भन्दै दाल पिसेको नि देखाउनु दिनु भएन मोलेको नि देखाउनु भएन एकैचोटि रेडी गरिदिनु भयो यदि हजुरलाई गराउनै मन छ र यो सुके छैन अनि दाल पिसेको यसमा कतिको हालेर मोल्ने हो त्यो जानकारी नभएर सिक्न मन छ भने कमेन्ट गरेर भनिदिनु म फेरि अर्को अब अहिले त हाम्रो मसला धेरै बनाइसक्यो थोरै मसला गराउनको लागि चाहिँ थोरै मसला बनाउन चाहिँ आउँछु अर्को भिडियो लिएर है त कहाँबाट माखा आयो मलाई फेरि रिस उठ्छ यो माखा दिएपछि उडेपछि दिमाग घुम्छ के यो चाहिँ यस्तरी गोलो गरायो भने चाहिँ ढिलो सुक्छ होइन यस्तो च्याप्टो गराइराख्यो भने चाहिँ छिटो सुक्छ क्या अलि लामो धेरै गोलो पनि होइन
यो मस्यौरा चाहिँ सुकेर यस्तो भएको छ चाहिँ हिजो बनाएको के हिजो बिहान आज साँझ यस्तो भयो। अझै यो राम्रोसँग सुके छैन, 1-2 दिन चाहिँ अझ सुकायो भने राम्रो हुन्छ क्या, पछि ढुसी लाउँदैन राम्रोसँग सुकाइरहेपछि होइन। ल हजुरहरूलाई चाहिँ कस्तो लाग्यो मस्यौरा, फेरि गराउने कि नगराउने? अनि भिडियो हेरेर यति बेलासम्म साथ दिनुभयो, मेरो बकबक सुन्नुभयो, त्यसको लागि धन्यवाद। त्यत्रो कलकलो काटेको है, तर मस्यौरा चाहिँ भयो। भोलि त अझै थोरै हुन्छ क्या। म त मम्मीले कलकलो काटेर राखेको, म हिजो उठ्दाखेरिमा थिएन नि त, मम्मीले मतलब यो पिठो हालेर मोलिसक्नु भएको थियो कि, अनि मलाई के लाग्यो भने मम्मीले कर्कलै खानुभएछ क्या, कर्कलै लुकाउनु भएछ, त्यही भएर चाहिँ थोरै मस्यौरा बन्यो भन्ने लागिरहेको थियो। मस्यौरा चाहिँ यति हो। ल भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।